मनोकामनाको रहस्य भाग 11। सनातन खोज्याउँदै पशुपति क्षेत्रमा पुग्छ। मौका चान्सले भनौं कि दैव संयोगले पशुपति क्षेत्र विकास कोषले नयाँ हस्पिटल निशुल्क सेवा त्यसै दिनदेखि उद्घाटन गरेको रहेछ। मानव सेवा धर्मको एकजना सैनिक सुरक्षाकर्मीले सनातनलाई देखेर, ओह तपाईको खुट्टामा चोट लागेको रहेछ, आउनुस् हाम्रो पशुपतिनाथमा निशुल्क उपचार होस् भनी नयाँ हस्पिटल आजै उद्घाटन भएको छ। अहिलेसम्म कोही पनि बिमारीहरू आएका छैनन्। भगवानले हजुरबाट सुरु गर्न चाहनु भएको रहेछ भन्दै त्यो सिपाहीले सनातनलाई भर्खरै बनेको नयाँ हस्पिटल भित्र लग्यो। हस्पिटल भित्र चहल पहल थियो। जता हेरे पनि डाक्टरहरू नर्सहरू प्रशस्तै देखिन्थे। तर बिरामी एकजना सनातन मात्र थियो। सायद पहिलो बिरामी भएर होला। सनातनलाई एकैपटक 18 जना डाक्टरहरूले वरिपरिबाट घेरिहाले। नर्सहरूले खुट्टामा लागेको घाउहरू सफा गर्दै हजुरको अन्त पनि शरीरमा कतै चोट लागेको छ कि भनेर सोध्न थाले। सनातन यस्तो दैवको लीला देखेर रना परिरहेको थियो। उपचार गर्ने क्रममा नर्सहरूले ठट्यौली गर्दै सनातनलाई प्रश्न गरे, कहाँ लोट्नुभयो, कसरी लोट्नुभयो, लोट्दाखेरि कस्तो भयो? सनातन रातो पिरो अनुहार पारी मौन रह्यो। केही बोल्न सकेन। बोलोस् पनि कसरी? बोल्न मिल्ने भए पो बोलोस्। पशुपति क्षेत्र विकास कोषले खोलेको नयाँ हस्पिटलमा निशुल्क उपचार गराए। सनातन पशुपतिनाथको अन्नपूर्ण भण्डार तर्फ लाग्छ। अन्नपूर्ण भण्डारमा साँझको भण्डारा अर्थात् खाना सबैले खाइसकेका हुन्छन्। सनातन केही छिन दुनीमा बस्छ। इन्डियन बाबाहरूसँग मिलेर चिलिम खान्छ, पाम खान्छ। त्यसपछि उठेर मृगस्थलीतिर जाने सुर कस्छ। एउटा इन्डियन बाबाले भन्छ, गुरु भाइ इधरै बसिजाऊ, कहाँ जान्छौ रातमा? सनातन ठिकै बाबाजी, सबेरै मिलेंगे भन्दै बाटो लाग्छ। बागमतीको सानो पुल तर्दै सिडीहरू उक्लिँदै सनातन गुरु गोर्खनाथको मन्दिर भएको ठाउँ। सत्ययुगमा भगवान शिवजीले मृगको रूप धारण गरेर विहार गर्न विचरण गर्न आउनु भएको ठाउँ। ब्रह्मा र विष्णुले मृग स्वरूप महादेवलाई समाउन खोज्दा मृग स्वरूप महादेवको सिंह 3 टुक्रा भई भाँचिएको ठाउँ। मृगस्थली। त्यस मृगस्थलीमा सनातन जब पुग्छ, करिब रातको 9 बजिसकेको हुन्छ। त्यहाँ पनि सबैले भोजन भण्डारा खाइसकी भजन कीर्तन गरेर बसिरहेका हुन्छन्। सनातन सिधै गुरु नरहरिनाथको समाधि स्थलमा रहेको गुरु नरहरिनाथको मूर्तिका अगाडि जान्छ। ओमकार उठाएर ढोग गर्छ। त्यसपछि जोगी बाबाहरू बसेको ठाउँमा जान्छ। सबैले स्वागत गर्छन्। त्यहाँ सनातनले चिनेको 2 जना मात्र साधु हुन्छन्, दिलभरनाथ र बलभद्रनाथ। दिलभरनाथ दाङका थिए। बलभद्रनाथ काठमाडौँकै थापाथलीमा रहेको गोरखनाथ मन्दिरमा बस्ने गर्दथे। दैव संयोगले त्यस दिन मृगस्थलीमा नाथ सम्प्रदायका केही साधुहरूसँग भेट भएको थियो। सनातनले सबै बाबाजीहरूसँग भलाकुसारी सकेपछि तिमीले माता जो योगी नरहरिनाथकी चेली हुनुहुन्थ्यो, उहाँ कता हुनुहुन्छ भनी सोध्छ। दिलभरनाथले यही गोरखनाथ आश्रमको पछाडिपट्टि उहाँको आश्रम छ, भोलि भेटौला भने। त्यसपछि सनातन लगायतका सबै बाबाहरू त्यस आश्रमको पटाहामा लस्करै लागेर सुते। भाग 11 समाप्त।